वेलकम टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला। म यता आइसकेको छु खेतमा। आज हामी मकै हेर्न गोडेपछि बल्ल फर्स्ट डे हेर्न आएको। बार भइसकेको रहेछ। यता हङसिङमा पनि बुढी चाहिँ यता मोटी मोरी यस्तो छ, हिँडाइ पनि मोटी अर्किने यस्तो हुन्छ। वा हो सपोर्ट गरौँ है सानो क्रिएटरहरूले। सानो सपोर्ट देखाइदिनु पऱ्यो, बल्ल पो अगाडि बढ्छ र क्यारेक्टरलाई एउटा सानो क्यारेक्टरलाई त सानो सपोर्ट गर्ने हो है, त्यही भन्न चाहन्छु। अहिले हामी यहाँ खेतमा आउनै पुग्नु लागिसकेका छौँ। सो यो कम्पनी यहाँ फोटो फाल्छ यो त्यहाँ यो सबभन्दा अब सिमेन्ट बनाउने ठाउँ। यहाँ चाहिँ फोहोर फाल्दा मैले अहिले हामी यहाँ दुईजना हिँड्दैछौँ। अब हाम्रो खेत चाहिँ यता छ टाढा, त्यही भएर अहिले भएको भएको त सो त्यो पुरै गाउँ देखेको थियो। त्यसलाई गोलटाडी बजार भन्छ, बजार त होइन गाउँ। सो भर्खर डेभलप हुँदैछ। हामी यहाँ ऐसेलु फलेको रहेछ, पाकेर पनि अरूले खाएर भ्याउनु लागिसकेको रहेछ। हामी खाना आउँदैछौँ र तिमीले पनि त है यस्तो हो। मलाई टिप्देऊ न। कम्पनी रहेछ उता पनि छ त हाम्रोतिर। लोट्नु भएन है ल, जाऊ छिटो जाऊ। ऐसेलु फलेको रहेछ, असारमा है ठक्क हुने हो नि त, मिठो हुने खानालाई। कस्तो दामी हरियो भएको के त। हेरौँ न यहाँदेखि यस्तो यो बाँस पानी परेर खोला चाहिँ ठिकै छ। अहिले त यिनीहरूले त्यति फोहोर गरेको छैन। छिट ल्याउनु त मलाई छुट्टी पनि यार, छुट्टी प यस्तो ऐसेलु भनेको ठिकै छ कि म जस्तै हुँदैछ, काफल जस्तै सेम हो कि। यस्तो काँडै फल्छ। ए मलाई खसाललाई जाउँ। अब हामी यहाँबाट लाग्यौँ खेततर्फ। यस्तो झ्याङ छ। खेतनिरको सब भ्याइदियो छैन। यहाँ टुप्पा पाकेको छ है। टुप्पा पाकेको छ त कहाँ टिप्नेहरू। ए यहाँ झप्पै फलिरहेछ। ऐसेलु काँडै हुँदैछ, यस्तो रातो हुँदैछ। यहाँ एउटा बुट्टा, यहाँ दुईवटा, त्यहाँ तिनवटा। हामी ऐसेलु खाएर बस्न आएको होइन कि, पहिला मकै हेर्न जाऊँ। यहाँ देखेपछि फेरि यस्तै हो क्या। ल हामी ऐसेलु खाएर बस्न आएको होइन, यहाँ मकै हेर्न आएको। पहिला मकै हेर्न जाऊँ। फर्सी पनि लगाएको तर छ कि छैन बारीमा, हरायो कि जोड्दै भनेर। खाऊ न तिमी खाऊ एकदम कस्तो हरियो भएको। जति हाम्रो अङ्कलले यहाँ फेरि के गर्नु भएको रहेछ क्या दिएको। यस्तो छ त बस अङ्कल यहाँ उस गराउने हो क्या कोठा। कसले ए मेरो सब चोराट भइन्छ। कसको सबै चोरहरू त्यहाँ। मकै त ठुल्ठुलो भएको रहेछ बराबर। हाम्रो सानो भएको रहेछ नि त, यो बाजेहरूको यो अङ्कलहरूको त्यो हाम्रो। मकै त दामी भएको रहेछ, ठुलिया मार्को फर्सी सबै चोरिदिएको रहेछ। यो ठुलिया मार्को होइन र यहाँ के यस्तो रोप्नु भएको रहेछ। बोडी पनि रहेछ त सबै रहेछ। हाम्रो चाहिँ फर्सी, त्यो फर्सी मात्रै रोपेको 12वटामा 6 कतिवटा बचेको थियो। त्यही पनि छ कि छैन हेरौँ है त। अब सर्च गरौँ। यहाँ रहेछ एउटा, यहाँ रहेछ। यहाँ रहेछ, ठुलो रहेछ त्यो त। यसको ठिकै भएको मुन्टा टिप्ने एउटा भेटाइयो। मकै यहाँ रहेछ अर्को दुईवटा। जब 3वटा रहेछ त मकैबारी धर्याम हरियो काँक्रा कराम गरेर सब चोर्दैछ। हामी अर्को गाडामा हेर्न जाँदैछौँ। हामी अर्को गाडामा धेरै राम्रो भयो पहिला भन्दा। यस्तो हरियो छ कि आउन ल। कस्तो भएको पहिलाको भन्दा। गुड कम्पनी दामी देखेको छ त हौ। अहिले हामी यहाँ छौँ, जाने होइन भनेको
स्केट खेल्न गएको थियो स्केट त्यो नोट्नलाई ठुल्यामाहरूको यहाँ बढी पनि रहेछ ठिकै रहेछ मकै बाक्लो हाम्रो उता अगाडि न अनि कसरी गर्ने होला मैले दामी मकै हो यार गर्दैछौ यस अहिले उता दौडाउनु पर्छ मकै बारी दर्याम हरियो काँक्रा तर्याम त्यो दामी भबाल ग्रिन ग्रिन यस्तो ब्युटिफुल हुन्छ यहाँ के गर्दैछ भन्दा यहाँ मकै बारी बरम बरम ओरे हरियो काँक्रा करम करम सपिङ गर्दैछ मलाई ल्याऊ सिधा उहाँ सर्नु जान्दैन